सो साथीहरू, यदि हजुरले युरोपमा कुनै कन्ट्रीमा पनि जब अप्लाई गर्न चाहनुहुन्छ भने हजुरले युरो पासदेखि नै हजुरले अप्लाई गर्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस्, 2848वटा जब छ साथीहरू है। अब यसमा कुन देशमा हजुरलाई जब छ, जस्तो मान्नुहोस् मैले अब कुनै पनि एउटा कन्ट्रीको नाम हान्छु होइन। अब आयरल्यान्ड मैले हाने होइन, मैले प्रायः जस्तो आयरल्यान्डकै भिडियो हालेको हुन्छु। अब आयरल्यान्ड हान्दाखेरि अब यहाँ सर्च किवर्डमा हजुरले कुनै पनि किवर्ड, जस्तो मैले एउटा फार्म वर्कर हाने होइन, फार्म मिल्क कन्ट्रोलर, यो फार्मकै केही हाने मैले होइन। अब यसलाई मैले सर्च गर्दाखेरि यहाँ हेर्नुहोस् कतिवटा जब्सहरू आउँछ यसमा। फार्म म्यानेजर छ, फार्म यो सब फार्मको डेरी फार्म असिस्टेन्ट छ, डेरी फार्म म्यानेजर छ, पिग फार्म असिस्टेन्ट छ है। सो यो डेरी फार्म असिस्टेन्ट आयो। अब यसमा हामीले कसरी अप्लाई गर्ने, यसमा सिधा यसरी खोल्ने साथीहरू। अब यसमा अप्लाई गर्नुको यहाँ फुल टाइम छ, डाइरेक्ट हायर छ, ठिक छ, कुनै मान्छेहरू छैनन् बिचमा। अनि त्यसपछि यसमा तल स्क्रोल डाउन गर्दै जानुहोस्। अब यहाँ यसमा हजुरले हेर्नुहोस् कसैमा अप्लाई गर्ने हो, यो दिएछ साथीहरू। यसमा हजुरले अप्लाई गर्नुपर्ने हुन्छ 7-5सम्म है। सो यसरी हुन्छ साथीहरू, युरो पासमा हजुरले अप्लाई गर्ने तरिका यही हो। यो युरो पासको हो। यसमा हजुरले युरो पास सिभी जस्तै बनाउनुहुन्छ नि। सो यसमा युरो पासमा हजुरले गएर अप्लाई गर्न सक्नुहुन्छ है त। हस् त, यतिसम्म हेर्नुभयो, धन्यवाद। र प्लिज च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने अहिले नै सब्सक्राइब गर्नुहोस्, यस्तै इन्फर्मेसन भिडियोहरूको लागि। जय नेपाल।